गुड मर्निङ साथीहरू। र अहिले चाहिँ तपाईँहरूलाई यो निरपानी फार्म स्टेको म दृश्य देखाइरहेको छु र मेरो हातमा चाहिँ छ यो ग्रास कटर जो मोवर भनिन्छ जसलाई है, जो चाहिँ मैले अनलाइन मगाएको। अहिले चाहिँ बर्खा टाइम भएको कारणले गर्दाखेरि हाम्रो फार्म स्टेमा चाहिँ धेरै घाँसहरू बढिसकेको छ, यस देख्न सक्नुहुन्छ। यो घाँसहरूलाई चाहिँ यो काट्नुको निम्ति चाहिँ मैले केही दिन अगाडि अनलाइन मगाएको थिएँ। लगभग 5,000 रुपियाँ लागेको थियो। हेर्न सक्नुहुन्छ यसको रिजल्ट मजाले काटेको छ है। र यहाँ देख्न सक्नुहुन्छ त्यही हो, यी कर्डलेस, त्यही पनि ब्याट्री अपरेटेड, एकदमै राम्ररी काट्दो रहेछ यसले है। यसको चाहिँ विभिन्न ब्लेडहरू आउँछ है। अहिले चाहिँ अब स्टार्ट चाहिँ कसरी हुन्छ भन्दाखेरि हेर्नुहोस् है त, अब यसलाई स्टार्ट गर्यो, स्टार्ट भइहाल्छ। यहाँ ब्लेड छ, यी ब्लेड छ। यो ब्लेडले चाहिँ एकदमै मजाले आफ्नो आफ्नो प्लास्टिकको पनि ब्लेड हुन्छ, यो स्टिल एल्युमिनियमको पनि ब्लेड हुन्छ, रुखको हाँगाहरू काट्ने पनि ब्लेड हुन्छ। र यो अर्को रुम बनिँदै गरेकोतिर चाहिँ मैले यो सफा गर्ने काम गर्दैछु। यहाँ चाहिँ यो बाटो पहिला यसरी घाँस काटेर चाहिँ यसले चाहिँ घाँस काटेर चाहिँ बाटो बनाउने प्रयास गर्दैछु। त्यस पश्चात फेरि बादमा भइहाल्छ। मिस्त्रीहरूले चाहिँ काम गर्दैछ यहाँ। आज चाहिँ यो छाना लाग्छ है। र अपडेट बनिरहनु होला। निरपानी फार्म स्टेको पुरा अपडेट म तपाईँहरूलाई दिइरहनेछु। र यसको काम चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो कृपया गरेर बताउनु होला। त्योभन्दा अगाडि म तपाईँहरूलाई यसको काम गरेको म तपाईँहरूलाई देखाउने छु है। अब हेर्नुहोस् है त, म यहाँ काट्दैछु है घाँस, हेर्नुहोस् है त। उता चाहिँ काटि पनि सकेको छ है, हेर्न सक्नुहुन्छ। यता चाहिँ म अब सुरु गर्दैछु। लेफ्टी परेर अलिक असुविधा भइरहेछ मलाई, किनभने राइट ह्यान्डले चाहिँ मोबाइल पक्रिरहेको छु नि त। यसको काम चाहिँ एकदमै राम्रो रहेछ। सानो छोटा बम बडा धमाका भने चाहिँ विल पनि छ, जसले गर्दाखेरि तपाईँलाई ब्यालेन्स गर्नु, रोल गर्नु सजिलो हुन्छ। तपाईँहरूलाई मन पऱ्यो भने चाहिँ आफ्नो गार्डनको निम्ति, पार्कहरूको निम्ति चाहिँ तपाईँहरूले अनलाइनमा मगाउन सक्नुहुन्छ। हेर्नुहोस् त, यसको रिजल्ट चाहिँ एकदमै राम्रो छ। तपाईँहरूलाई कस्तो लाग्यो कृपया गरेर कमेन्ट गर्नु होला। ढुङ्गाहरू दिन चाहिँ बचाउनुपर्छ तपाईँहरूले। धन्यवाद।